हैन तिमीहरु लोकल मान्छे हो मैले माने ल ठीक छ हामी तर भनेर त हिँड्नु पर्यो हो परे सो हेलो गाइज फेरि आज हामी आएका छौँ हजुरहरूसँग भिडियो ल्याएर र आजको भ्लग हुनेछ हाम्रो एकदमै शानदार भ्लग सो हेर्नु होला र मनोरञ्जन गर्नु होला त्यही नै भन्न चाहन्छु सो मेरो नाम समीर र यता हाम्रो सन्दीप दाई हुनुहुन्छ अनि यता हुनुहुन्छ हाम्रो रविन्द्र सर सो गाइज आज चाहिँ हामी जान लागिरहेको छ स्टोन पार्कतर्फ र अहिले चाहिँ दिउँसोको 1 बजिरहेको छ गाइज र त्यस्तो साह्रो आज घाम चाहिँ लागेको छैन अवस्था एकदमै नाजुक टाइपकै छ गाइज है यस्तो अब हेर्दा पनि हल्का हुसो टाइपकै छ र हाम्रो यहाँ छ एउटा क्रस फायर छ यतापट्टि चाहिँ हाम्रो छ निन्जा कावासाकी बाइकमा चाहिँ हावाको कमी भएको कारण हावा हालिरहेको छ रवि सरकोमा नि हाल्नुपर्छ पर्दैन होला सकको लचक भएर तेरो नाम के हो तिम्रो एस्तर अनि तिम्रो त यहाँ मध्ये को सबभन्दा दिदी हो कति क्लासमा पढ्छौ तिमी अनि तिमी त दुईजना 2 क्लास हो ए 1 2 3 अनि मिल्या रहेछ त अनि ल म चाहिँ सन्दीप दाईको बाइकमा चढ्ने भयो अब रमेश सरको बाइकमा चाहिँ यता हाम्रो आसन दाई चढ्नुहुन्छ गाइस हाम्रो चाहिँ यात्रा जारी भइसकेको छ र अब हामी लाग्ने छ अब धेरै होइन 10-15 मिनट त्यति लाग्ला 10-15 मिनट लाग्छ त्यतिमा चाहिँ बिस्तारै जाने त बिस्तारै हाम्रो सेफ राइड ढिलो गयो अवश्य पुगिन्छ छिटो गयो भन्न सकिँदैन भनेर है स्लो ड्राइभ इज लङ लाइफ बाबा गरेपछि मार्केट खाए अनि सक्छ त सक्दैन सो यो चाहिँ गाइज हाम्रो गाउँघरतिरकै सिटीभिटी हो र त्यो चाहिँ खानेपानी ट्याङ्की र यता चाहिँ हाम्रो मेल उपस्थित रहेको छ र हामी चाहिँ यो भित्री बाटोबाट जानुपर्ने हुन्छ यो टावर चाहिँ हाम्रो खानेपानीको टावर हो के हो र हामी भाटाएको हो क्या कुकुर नि यार ग्याङै रहेछ कुकुरको खाएपछि चाहिँ यो जता भावी नफालिदिन हार्दिक अनुरोध गर्दछु के रहेछ आज यार के रहेछ पुरै गाडी छ गाडी छ त आमा के चुनावको लहरा आयो क्या हो ओ एमाले पार्टी जिन्दाबाद यसपालिको चुनावमालाई चाहिँ हाम्रोलाई भन्दा राम्रोलाई चाहिँ भोट हाल्नु हो सय गाइज भोट केमा भोट भनेको स्वर्ग हेर्नलाई चाहिँ हाम्रो चितवनमा टाढा आउनु पर्दैन ल हेर्नु हाम्रो स्वर्गै हो है उहाँ खरले हल्का उयो ऱ्याक गरेर हो न त त्यो नि फाटै पहेँलै देख्थ्यो कि रिभर ब्याङ्क जङ्गल रिसोर्ट घाम पनि त्यस्तो राम्रो छैन गाइज के हो रमेश सर यस्तो यार सो हेर्नु गाइज त्यस्तो दामी भ्यू देख्यो यार आमा सो फाइनली हामी चाहिँ गाइज स्टोन पार्क आइसकेको छ स्टोन पार्क भ्याकै छ क्या है सरको स्वागै छुट्टै छ कि बाबा ल हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छ अब प्रवेश गर्न बाँकी छ स्टोन पार्कको पार्किङमा हामीले बाइक चाहिँ पार्किङ गरिसकेको छ यो खासमा रमेश सरको स्वागतको लागि हो नि त रमेश सर अनि रमेश सरको स्वागत खोइ ताली केटा ताली बाबा लोकल लागि नि टिकट काट्नुपर्छ र भने हजुर हजुर ल भन्नु सरसफाइ गर्नु पर्यो लोकल हो माने लोकल लागि नि टिकट भन्छ त सरसफाइ गर्नु पर्यो नि बाबु नजर कहाँ हो र तिम्रो म त लोकल त देख्दिन त यहाँको के यहीँ भरतपुर 22 होइन त यो भरतपुर 22 कै त नि हामी कहाँ हो र घर ल भन ठ्याक्कै उयो जगतपुर उयो चिन्छ नि यो उयो उयो स्कुलको नाम के अरे नामै आएन कि पटन 22 वर्ष के यो स्कुलको भित्र छिर्छ नि दाइन लाएर सबै भित्र गइसकेको छ के टोल सुधारको कोषाध्यक्ष
सुधारको अध्यक्ष दिपक कोष अध्यक्ष भ्याजु सुधारको अध्यक्ष त ऊ पटटर चिन्दै ठडाएपछि टुरिस्ट जस्तो लाग्यो कि आम्मामा होइन तिमीहरू लोकल मान्छे हो मैले माने ल ठिक छ तर भनेर त हिँड्नु पर्यो हो परे 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 तिमीहरू पढे लेखेकै होला हो त्यसै त अनपढ बसिराखेन होला होइन होइन 12 त सकिसक्यो अहिले हो सके सके शास्त्र नि भइसक्यो होला कोही मास्टर त यहाँ रविन सर सर मास्टर त रविन सर मजुर रहेछ भ्यू चाहिँ यस्तो रहेको छ गाइज है गोही पनि रहेछ त उहाँ त त्यहाँ रहेछ गोही यहाँ राम्रो छ नि यता यहाँ राम्रो छ जस माइन्ड फ्रेस हुने ठाउँ हो अनि सबै घरै घर रहेको छ गाइज सबै सानो सानो घरहरू छ सो गाइज मस्याङमा चाहिँ हामीलाई चित्त बुझिसकेको छ अब हामी जान लागिरहेको छ डुङ्गातर्फ डुङ्गाबाट हजुरहरूलाई टक्क मजाले चाहिँ खोलाको भ्यू देखाउने छु गाइज ल लागौँ गाइज लागौँ ल हाँसो त मरद छ त यार आन्टीहरूको त सो गाइज कस्तो फिलिङ आयो गाइज ऊ त आमा चिलमा छ त के हो पुरै स्वर्ग है सो गाइज यस्तै छ भ्यू चाहिँ दामी छ रमाइलो रमाइलो लाग्यो नि होइन एकदम तर अनएक्सपेक्टेड यार राम्रो थियो यार ठाउँ त राम्रो लाग्यो मान्छे पनि राम्रै आउँदो रहेछ टन्नै है आज शनिबार भएर हो किन शनिबार आज प्लस चितवन राष्ट्रिय निकुञ्जको भ्यूज हेर्दै सरर एकदम आनन्द बाघ पनि आउँछ होला यहाँ यार डरै लाग्दै यार घर यहीँ है घर यहीँ है बाघ पनि आउनु बेर बाघ आउँछ यहीँ राष्ट्रिय निकुञ्ज जङ्गल छ मिर्ग त्यहीँ चरेर रहेछ या ऊ त्यहाँ हो मिर्ग त्यहीँ चरेर आउँछ बाघ आउँछ बाघ पानी बढाउँदैन पौडी चालिहाल्छ नि बाघले त पौडी चाल्छ जति गरेर गइदिन्छ हामीले चाहिँ पुरै ठाउँहरू घुमेर अवलोकन गरेर भ्याइसकेका छौँ र ठाउँ 10मा कति गाइज 10 हो 10मा 10 अरे अब राम्रो हो ठाउँ पनि नराम्रो भन्न मिल्दैन किनकि यो भनेको लोकल एरिया हो क्या लोकल एरियामा यतिको ठाउँ त यतिको राम्रो होइन यतिको बेस बसाउनु त एकदम राम्रो कुरा हो सो गाइज यो चाहिँ ठ्याक्कै एक्ज्याक्ट लोकेसन चाहिँ पटियानी 22 हो कताबाट स्टोन पार्क भनेपछि लोकेसन ठ्याक्कै आइहाल्छ गुगलमा नि आउनु होला अवलोकन गर्नु होला त्यही नै भन्न चाहन्छु र आजको लागि हाम्रो ब्लग यति नै भन्न चाहन्छु र अब भेट्ने छ हामी नेक्स्ट भिडियोमा सो गाइज बिदा माग्न चाहन्छु आजको लागि